हेलो नमस्ते नमस्कार सबैजनालाई आजको यो न्यू ब्लगमा सबैजनालाई फेरि पनि हार्दिक स्वागत गर्दछु। टाढा नजिक जहाँबाट जोडिनु भएको सबैजनालाई एकै मुष्टमा हामी चाहिँ फाइनली पशुपतिमा आइसक्यौँ। कोटेश्वरबाट गाडी चढ्ने कि त्यही भएर हामी चाहिँ माइक्रोमा चढेर यता पशुपति आइसक्यौँ। आज चाहिँ काठमाडौँमा खुल्ला वातावरण भएको कारणले गर्दाखेरि तुवालो नभएर जो यस मौसम चाहिँ सफा देखिरहेको छ। पशुपतिबाट देखिएको दृश्य हो हैन, तपाईले हेर्न सक्नुहुन्छ। यो चाहिँ आज जो यस मौसम सफा देखिरहेको छ, यस्तै हुनुपर्छ सधैँ। यता चाहिँ नेपालको पशुपतिनाथको ढोका मेन गेट चाहिँ यता हो हैन। पर्यटकहरू टाढा टाढादेखि घुम्न आउँछन्, यताउता गर्न आउँछन्, दर्शन पुरा गर्न आउँछन् यात्रीहरू, तीर्थयात्रीहरू। यता चाहिँ पशुपति आर्यघाट मान्छेहरू चलाइरहेछन्, गइरहेछन्, यस्तै छ सबै कुराहरू। यस्तै हो पशुपतिको, नेपालको पशुपतिनाथको दृश्यहरू यस्तै छ। यता सफा राखेर फोहोरहरू नफालिकन सफा गरिराख्यो भन्दा राम्रो दृश्यहरू राम्रो देखिने रहेछ नि त। सरसफाइ चाहिँ हुनु पर्यो, चट्टा भयो भने त चट्टा राम्रो देखिन्छ। मान्छेहरू मर्निङमा हाइकिङमा गइन्छ। जस्तो भिड छ हेर्नु, त्यस्तो भिड मान्छेहरू नआँटेर अब केही ब्रदरहरू अब गाडीमा पठाउने जसरी सबैजना एकजुट भएर सरसफाइ गऱ्यो भने सबै नेपाली नागरिकहरू सबैजना मिलेर फोहोरहरू नफालौँ, एकाअर्कामा मिलेर गरौँ भनेर चट्ट सफा राख्यो भने त वातावरण हाम्रै हो नि त हैन। स्वस्थ रहन्छ, हावा पनि स्वस्थ रहन्छ। यो चाहिँ एयरपोर्टको नजिकैको दृश्य हो। चट्ट हामी सबैजनाले आफ्नो कर्तव्य आफैले गर्यो भने, जताततै फोहोर नफालिकन गऱ्यो भने त हामी सबै आफ्नै लागि हो नि त हैन। चट्ट हेर्दाखेरि राम्रो पनि भयो, हाम्रो पनि हो नि त हैन। यो चाहिँ हाम्रो अब नेपालको इन्टरनेसनल त्रिभुवन एयरपोर्ट, इन्टरनेसनल एयरपोर्ट। यसको वारिपारि छेउछाउमा नि विदेशीहरूले आएर चट्ट हेर्दाखेरि पनि वाउ कति राम्रो हो भन्ने एउटा उदाहरणीय होस् न। फोहोर टिप्दाखेरि नि हैन, जसले फोहोर फालेको भए पनि मैले फोहोर फालेको भए पो भन्ने जस्तो तरिकाले भन्दा नि त्यो फोहोर टक्क टिपेर फोहोरमा हाल्ने, डस्टबिनमा हाल्ने त्यो व्यवस्था भयो भने त नेपाल सुन्दरमती सुन्दर सुनमा सुगन्ध जस्तै हुन्थ्यो होला नि त हैन। चट्ट त्यही माथि अत्यन्तै त त्यत्तिकै त सुन्दर छ। त्यसमाथि पनि नेपालीहरूको त्यो व्यवहार, नेपालीहरूको त्यो बानी व्यवहार, त्यो सोच्ने तरिका, गर्ने कामहरू सुन्दर भइदियो भने त क्या दामी हुन्थ्यो होला नि है हाम्रो नेपाल पनि। यो चाहिँ नेपाल आयल नि, यो चाहिँ तेल। नेपालमा पेट्रोलको भाउ सबै भाउ बढिरहेछ है अहिले। तेलको भाउ नेपालमा मात्रै होइन, अल ओभर वर्ल्ड कन्ट्रीमै भइरह होला मेबी। यस्तो हरियाली सुन्दर दृश्यहरू छ है हाम्रो काठमाडौँ नजिकै हेर्ने भने, कोटेश्वर नजिकै यस्तै सुन्दरहरू छ। नेपाल त अत्यन्तै सुन्दर छ नि त। त्यो सुन्दरमाथि पनि प्रकृतिले दिएको सुन्दरतालाई पनि हल्का सजाउन पाए हैन, मेकअप गर्न पाए, चट्ट डेकोरेसनहरू यताउता चट्ट मिलाएर गर्न पायो भने त नेपाल स्वर्गको एक टुक्रा जस्तै छ नि त। क्या सुन्दर छ नि त हैन। त्यसैमाथि पनि म फेरि पनि भन्न चाहन्छु, हामी सबैजनाले फोहोर नफालौँ, सफा गरौँ। एकले अर्कालाई हुच्याउनु भन्दा पनि, मैले गरेको होइन भन्दा पनि मैले नै गर्नुपर्छ भन्ने वातावरण गऱ्यो भने त यी हेर्नुहोस् न कति सुन्दर वातावरण छ हाम्रो हैन। त्यही भएर हामी सबैजना मिलेर गर्नुपर्छ है साथीभाइहरू। अब चाहिँ फाइनली हामी कोटेश्वर आइपुगिसक्यौँ। म चाहिँ अब चाहिँ झर्ने टाइम भयो, अब झर्नु पर्यो साथीहरू, के गर्नु हैन। त्यस्तै छ। यो चाहिँ कोटेश्वर बाटबरानी जेन्द्रन पछाडि बनेको नयाँ बिल्डिङ, कोटेश्वर बाटबरानीको दृश्य। अब भने हामी सररती सबै सामानहरू मिलायौँ। अब चाहिँ हामी सररती गाडीमा जाने, डायमन्ड गाडीमा सबैजनालाई है। हामी चाहिँ म चाहिँ उता जानलाई रेडी भइसकेँ। टिकट लु है साथीभाइहरू, अब हामी महाबन्द चाहिँ लाग्यो इन्डियातिर सररती डायमन्ड गाडीमा।
तपाईँहरूले त्यहाँबाट देखिरहनु भएको यो दृश्य भनेको चाहिँ कहाँ होला भनेर गेस गर्नु त। यो चाहिँ हाम्रो ठ्याक्कै घरको नजिकैको घरको ओभरफ्लोको दृश्य हो सर। ती स्वस्थ हावापानी जो आज चाहिँ काठमाडौँ क्षेत्रमा पानी अघिल्लो दिन पानी परेको हुनाले एकदम तुवालोहरू एकदम सफा छ। यस्तै रहनुपर्ने हो कि हाम्रो काठमाडौँ क्षेत्र चाहिँ। अनि चाहिँ मान्छेले रोग लाग्नुबाट कम हुन्थ्यो होला। कारखानाबाट विभिन्न धुलो धुवाहरू सवारी साधनहरूलाई कन्ट्रोल गर्यो भने त यो प्रदूषितहरूबाट त हामी नेपालीहरू जोगिन्थ्यो होला नि। दृश्य माथिबाट घरको माथिबाट हेरेको दृश्य हेर्नु त। अहिलेको यो फिक्स टाइमिङ हेऱ्यौँ भने अहिले चाहिँ 8:30 भइसक्यो। हामी चाहिँ कालङ्कीबाट अब चाहिँ सरती छुटिसक्यौँ। यहाँबाट यस्तो हेरौँ दृश्यहरू हेर्दै जाउँ जर्नीलाई रमाइलो गराउनु त। कुन गाडी अगाडि आउने त्यो गाडीको मलाई यो चाहिँ थानकोट नजिकैको यो वरिपरिको दृश्यहरू हो। थानकोटबाट यहाँ देखिएको दृश्यहरू यतातिर पनि आज चाहिँ जो अल ओभर नेपालमै जो सफा छ जस्तो चाहिँ मलाई लागिरहेको छ मौसमहरू। त्यो चाहिँ एकदम स्वस्थता छ हावापानी चाहिँ जस। थानकोटबाट देशी नुवाकोट यो चाहिँ नागढुङ्गा सुरुङ मार्ग हेर्न सक्नुहुन्छ। हामी चाहिँ फाइनली त दमक छिरिसकेको छौँ। दमकै होला मेबी होइन। अहिले चाहिँ रातिको 4 बजिसकेको छ। हामी चाहिँ मेबी यहाँ पुगिसकेको छौँ। अब चाहिँ मेबी 3-4 घन्टामा काँक्रेबित्ता निस्किन्छ होला। भिडियो गर्न पाएन त्यसको लागि सरी। त्यो बिचमा चाहिँ हामी त्यहाँबाट आएर काँक्रेबित्तामा आएर त्यहाँ बस्यौँ। बिहानको 8-9 बजीतिर हामी त्यहाँ पुगेको थियौँ। त्यहाँ बसेर हामी खानासाना खायौँ। त्यहाँको त्यो भिडियो चाहिँ गर्न पाएन होइन। सामानहरू यता र उता ल्याम्पटेल के गर्दा भिडियो नै गर्न पाएन।